नमस्कार सम्पूर्णमा दिव्यदर्शन टेलिभिजनको कार्यक्रम स्वास्थ्य सरकारमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी धादिङको समग्र स्वास्थ्य अवस्थाको विषयमा जनस्वास्थ्य कार्यालय धादिङका आदरणीय कार्यालय प्रमुख अर्जुन पौडेलज्यूसँग विशेष कुराकानी गर्नेछौँ। आउनुहोस् उहाँलाई कार्यक्रममा जोडौँ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। नमस्ते सर, धन्यवाद। धादिङ जिल्लामा यो जनस्वास्थ्य कार्यालय प्रमुखको रूपमा यहाँको अनुभव कस्तो भइरहेछ अहिलेसम्म? हामी अब सङ्घीयतापछि होइन यो जनस्वास्थ्य कार्यालयको प्रकृति कामको प्रकृति फरक छ। पहिला हामीभन्दा फरक गर्छौँ। अब म आइकन करिब 7 महिना अब चल्दैछ होइन। हामीले स्थानीय तहहरूलाई सहयोग गर्ने, उहाँहरूसँग सहकार्य गर्ने गरेर कामहरू गरिरहेकै छौँ। कि सकारात्मक कामहरू नै भएको छन् भन्ने मेरो बुझाइ छ। समग्र यो धादिङ जिल्लाको स्वास्थ्य अवस्था चाहिँ यहाँले कस्तो पाउनुभयो? अब यो काठमाडौँसँग जोडिएको जिल्ला होइन, हाम्रो राजधानीसँग जोडिएको जिल्ला हो। यो यसको भूगोल चाहिँ काठमाडौँसँग जोडिएको भए पनि अति विकट पनि यही जिल्लामा छ होइन, सुगम पनि यही जिल्लामा छ। त्यसर्थ चाहिँ अब केही इन्डिकेटरहरूमा चाहिँ हामी अझै काम गर्नुपर्ने ठाउँ छ होइन। जस्तै हाम्रो इन्फेन्ट मोर्टालिटी, इभन कहीँ मेटर्नल मोर्टालिटी राष्ट्रिय हाम्रोमा यही जिल्लामा भएको छ होइन। काठमाडौँ नजिक भइकन पनि हाम्रा त्यो बचाउन सक्ने आमालाई, बचाउन सक्ने बच्चालाई पनि बचाउन नसकेको केही घटना छन् होइन। त्यो हिसाबले हेर्दाखेरि चाहिँ अब यो भूगोलको बनावटले गर्दाखेरि चाहिँ केही कुरामा चाहिँ अझै पनि हाम्रो काम गर्ने ठाउँहरू छन्। तथापि अब काठमाडौँबाट सुगम भएको नाताले फेरि यहाँका मान्छेहरू स्वास्थ्य सेवाको लागि काठमाडौँ जाने, आफ्नो उपचार गर्ने त्यो परम्परा पनि रहेछ यहाँ होइन। अब इन्डिकेटरको कुरा गर्ने हो भने हाम्रा केही सुधारोन्मुख नै छन् होइन। हाम्रा जति पनि स्वास्थ्यका तथ्याङ्कहरू छन् ती चाहिँ सुधारोन्मुख नै पाइन्छ। अब स्वाभाविक हो, नेपालमै बढिरहेछ। नसर्ने रोगको दर चाहिँ बिस्तारै धादिङ जिल्लामा पनि नसर्ने रोगको बिरामीहरूको दर बढी नै रहेको छ। अर्को अब यो जिल्लामा तरकारी खेती, व्यावसायिक तरकारी खेतीको जो खेतीपाती गर्ने चलन छ, त्यसले गर्दाखेरि केही हाइवे एरियामा आसपासमा खेती किसान गर्ने किसानहरू चाहिँ विषादीको प्रयोगबाट हुने जोखिममा रहेको पाएको छु भने यो हाइवे त्यति धेरै गाडीहरू चल्ने हाइवे पनि यही भएको भएर फ्रिक्वेन्ट तपाईँको रोड एक्सिडेन्टहरू भइरहने, जसले ठुलो क्याजुअलिटी हुने, यी चाहिँ मेजरली देखिएका मैले महसुस गरेको केही स्वास्थ्यका इस्युहरू हुन्। यहाँको नागरिकलाई यहाँले जुन इस्युहरू जोड्नुभयो, अब यसमा यो न्यूनीकरण यहाँले सुधारोन्मुखको बाटोमै छ धादिङ यो स्वास्थ्य क्षेत्रमा चाहिँ भन्नुभयो। अरू थप यो स्वास्थ्यको क्षेत्रमा हुन त अहिले सङ्घ प्रदेश र स्थानीय तहहरूले पनि धेरै योगदान पुर्याएको अवस्था छ। यो चाहिँ प्रदेश मार्फतको एउटा स्वास्थ्य कार्यालय भनौँ, यस मार्फत चाहिँ हुने कार्यक्रमहरू के हो समग्रमा बताइदिनुहोस्। हामी जनस्वास्थ्य कार्यालय मैले अघि पनि भने सङ्घीयता पछि चाहिँ हाम्रो भूमिका फरक छ। हामी बेसिकल्ली स्थानीय तहहरूलाई जति 13वटा पालिकाहरू हुनुहुन्छ हाम्रो जिल्लामा, 13वटा पालिकाहरूलाई प्राविधिक सहयोग गर्ने, उहाँहरूसँग स्वास्थ्य सेवालाई सुदृढ गर्नलाई चाहिँ प्राविधिक सहयोग गर्ने र उहाँहरूको क्यापासिटीलाई, क्षमतालाई वृद्धि गर्ने काम चाहिँ हाम्रो एउटा काम त्यो हो भने अर्को के लजिस्टिकका पार्टहरू हुन्छन् जो सङ्घीय सरकार र प्रदेश सरकारले हामीलाई पठाउँछ। हामीले पालिकाहरूका आवश्यकता अनुसार पालिकाहरूमा लजिस्टिक सपोर्टहरू, भ्याक्सिन भयो, औषधि जाने सामग्रीहरू भयो, इक्विपमेन्ट जाने सामग्रीहरू, केही प्रदेश र सङ्घबाट आएका सामग्रीहरू पुर्याउने कुरा भयो। अनि भ्याक्सिन हामीसँग छ, कोल्ड चेन स्टोर भन्छ, त्यो हामीसँग छ। हामीले पालिकाहरूमा नियमित रूपमा भ्याक्सिन पुर्याउने कामहरू त्यो काम बेसिकल्ली गर्छौँ होइन। त्यो सँगसँगै हाम्रा स्वास्थ्यका इन्डिकेटरहरू छन्, नेपालले विश्वमा गरेका प्रतिबद्धता हुन्छन्। यो हामी यहिलेसम्म यो डिजिजलाई इलिमिनेट गर्छौँ, इराडिकेट के हाम्रा लक्ष्यहरू छन् होइन। त्यो लक्ष्य प्राप्ति गर्नलाई साना साना इन्टरभेन्सनहरू पालिकालाई मिलेर हामीले गरिरहनु पर्ने हुन्छ। सर्भिलेन्सको पार्ट भन्छ त्यसलाई। अझ हामीले सर्भिलेन्स गर्नु, कुनै पनि रोगको के घटनाहरू घट्यो भने त्यसको पछाडि के घटना घट्यो, किन घट्यो, कसरी भने त्यस्तो सर्भिलेन्सको पार्टहरू चाहिँ हामी थोरली जनस्वास्थ्य कार्यालय त्यसमा काम गरिरहेका हुन्छौँ। बेसिकली हाम्रो धेरै जसो काम चाहिँ पालिकासँग सहकार्य गरेर पालिकाले दिने स्वास्थ्य सेवा सर्भिसमा चाहिँ बढोत्तरी गर्ने, गुणस्तरीय बनाउने नै हो। यहाँले अघि जुन जोड्नुभयो धादिङ राजधानीसँग जोडिएको जिल्ला, यहाँको सुगमदेखि अत्यन्त दुर्गम ठाउँहरू पनि, भौगोलिक अवस्थाहरू पनि छ। यो गाउँसम्म चाहिँ आधुनिक स्वास्थ्य सेवाको पहुँच यहाँले कतिको पुगेको देख्नुभयो? अनि कतिपय अब यो जुन यहाँले स्थानीय तहहरूसँगको समन्वयमा उहाँहरूको यो स्वास्थ्य स्थिति बढोत्तरीको रूपमा चाहिँ काम गर्ने भन्नुभयो, यो औषधि खरिददेखि लिएर औषधि र जनशक्ति अभावको कुराहरू पनि धेरै स्वास्थ्य चौकीहरूमा उठिरहन्छ। त्यसको वास्तविकता के हो, के कारण हुनसक्छ? यस कार्यालय मार्फत चाहिँ कसरी त्यसको सहजीकरण गरिराख्नु भएको छ? यसको तपाईँको यो प्रश्नको जवाब दिनुभन्दा पहिला हामीले सङ्घीयता जान्नुपर्छ होइन। हाम्रो सङ्घीयताले संविधान त
स्थानीय तहको अधिकारमा आधारभूत स्वास्थ्य र सरसफाइको पार्ट चाहिँ स्थानीय तहलाई उसको 16 अधिकार हो, उसको एकल अधिकारभित्र पर्छ होइन। त्यो भएको भएर सङ्घीय सरकारले नै अब तपाईँको जनशक्ति व्यवस्थापन पनि बेसिकली औषधिजन्य व्यवस्थापन पनि सङ्घीय सरकारले स्थानीय सरकारलाई नै त्यसको बजेटरी पार्ट पनि कार्यक्रम पार्ट पनि स्थानीय सरकारले नै जिम्मा लगाएको सबै स्थानीय तह बेसिकल्ली केही चाहिँ जस्तो कम्युनिटी फ्यामिली प्लानिङका कम्युनिटी छ, भ्याक्सिनका कम्युनिटिजहरू छ होइन, केही इक्विपमेन्टहरू छ त्यो चाहिँ प्रदेश सरकारबाट खरिद गरेर आउने अथवा सङ्घ सरकारले खरिद गरेर प्रदेशको च्यानल हुँदै हाम्रोमा पठाएर हामीले डिस्ट्रिब्युट गर्ने केही पार्ट छ। तर बेसिकल्ली चाहिँ बेसिक आधारभूत स्वास्थ्य सेवालाई आवश्यक पर्ने जो स्वास्थ्य चौकीहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा काम गर्ने प्रयोग हुने खालका औषधिहरू चाहिँ धेरै जसो पार्ट चाहिँ त्यो पैसा सङ्घीय सरकारले सशर्तमा स्थानीय तहलाई नै पैसा राखेको हुन्छ। त्यस स्थानीय तहभित्रका कार्य जति पनि जनशक्ति हुनुहुन्छ उहाँहरूको पनि सङ्घीय सरकारले नै दरबन्दीमा रहेको जनशक्तिको हकमा चाहिँ सङ्घीय सरकारले नै व्यवस्था सिधै पालिकालाई पैसा पठाएको हुन्छ। अब म्यानेजमेन्टको कुरा गर्ने हो भने चाहिँ अब कस्तो भएको छ नि, सङ्घीय सरकारले पठाएको भन्दा अहिले हाम्रो स्थानीय तहमा स्वास्थ्य संस्थाको सङ्ख्या बढेर गएको छ। पहिले हाम्रा 2-3टा हेल्थ पोस्ट भएका ठाउँहरूमा अहिले चाहिँ आधारभूत स्वास्थ्य सेवा केन्द्र, कम्युनिटी सामुदायिक स्वास्थ्य इकाइ भनेर सङ्ख्याहरू स्वास्थ्य संस्थाको सङ्ख्याहरू बढाउनु भएको छ। स्थानीय सरकारले आवश्यकता अनुसार कहाँ चाहिँ रिमोट छ त्यहाँ चाहिँ थप सङ्ख्या थप्नु भएको छ। त्यो अनुसार सङ्घीय सरकारले दरबन्दी थप्न सकेको छैन स्थानीय तहले आफ्नै इन्टरनल रिसोर्सहरू मोबिलाइजेसन गरेर चाहिँ इन्टरनल रिसोर्सहरूबाट दरबन्दीहरू म्यानेज गर्ने काम गर्नु भएको छ। यसबाट मेजर च्यालेन्जिङ भनेको चाहिँ एउटा बागमती प्रदेश सरकारले चौथो तहको दरबन्दी नखोल्ने उहाँको हाम्रो अहिले एन छ बागमती प्रदेशको, त्यसले गर्दा चौथो तहको दरबन्दीहरू स्थायी आउन सकेको छैन पालिकाहरूमा। त्यसले स्थायी जनशक्तिको अभाव छ होइन। अनि सँगसँगै अब औषधिजन्य पार्टमा चाहिँ अब सङ्घीय सरकारले पठाएको औषधिहरू चाहिँ को बजेट जो एमाउन्ट हुन्छ त्यो लेस छ, कम छ। जति रिक्वायरमेन्ट छ त्यति सङ्घीय सरकारले पठाउन सकेको छैन। जुन पालिकामा इन्टरनल कमाइ छ, इन्टरनल रिसोर्सेस छ, इन्टरनल एलोकेसन छ, उहाँहरूले अलिक बढी म्यानेज गर्न सक्नु भएको छ। जुन पालिकाहरूमा इन्टरनल कमाइ छैन, इन्टरनल रिसोर्स छैन, त्यो पालिकाहरूमा स्वास्थ्यमा बजेट चाहिँ धेरै छुट्याउन नसक्नु भएको हकमा चाहिँ फेरि औषधि खरिदमा पालिकाको थप पैसा लगाउन नसकेको हकमा चाहिँ कहिले पालिकाहरू लेभलमा औषधिको अभाव हुन सक्ने त्यस्तो घटनाहरू हुन सक्छन्। तर जुन केही पालिकाहरू हुनुहुन्छ जस्तो चाहिँ पालिका स्वास्थ्यमा अलिक बढी बजेट छुट्याउने अथवा आफ्नो कमाइ बढी भएपछि नै छुट्याउन सक्ने भयो त्यो पालिकाहरूमा म्यानेज उहाँहरूले गर्नु भएको छ। त्यहाँले जुन यताबाट हुने यो खोप कार्यक्रमहरू त्यसको चाहिँ सबै पालिकाहरूमा प्रभावकारी रूपमै कार्यान्वयन भएको छ। हाम्रो खोप कार्यक्रम स्वास्थ्य सेवाको P1 भन्छ, प्रायोरिटी 1 कार्यक्रम हो होइन। त्यसको सङ्घीय सरकारदेखि तल्ल त्यो गाउँघर क्लिनिक EPI क्लिनिकसम्म हाम्रा च्यानल छन् होइन। त्यहाँसम्मै कार्यक्रमले सबै मान्छेलाई हामीले तालिम दिने, यसको ओरिएन्टेसन गर्ने, यसको के भन्छ लजिस्टिकको म्यानेजमेन्ट गर्ने सबै पार्टमा चाहिँ वेल म्यानेज छ होइन। त्यो भएको भएर खोपजन्य सामग्री र खोप चाहिँ हाम्रोमा आउँछ, हामी स्टोरमा राख्छौँ। अनि हामी चाहिँ प्रत्येक महिनाको एकचोटि पालिकामा पठाउँछौँ, उहाँबाट बचेको भ्याक्सिन हाम्रोमा आउँछ होइन। पालिकाका स्वास्थ्य कर्मीहरू खोप दिनलाई तालिम प्राप्त नै हुनुहुन्छ, कहाँ कहिले खोप चल्छ भन्ने कुराको नि वेल सेड्युल भएको भएर त्यो चाहिँ इफेक्टिभली गएको छ। त्यो हाम्रो P1 कार्यक्रम भएको भएर पनि त्यसमा हामीहरू कम्प्रोमाइज गर्ने छुट पनि हामीलाई छैन। पोषण सम्बन्धी कार्यक्रमहरू केही सञ्चालन हुन्छ नि? यस्तो पोषणको बेसिकल्ली हाम्रा पालिका लेभलमै स्थानीय सरकारले नै उहाँहरूले काम गर्नुहुन्छ। हाम्रा हेल्थ पोस्टहरूमा कहिले क्याम्पेन जस्तो अहिले हामी छलफल गर्दै गर्दा 15 गतेदेखि 30 गतेसम्म चाहिँ पोषण लेखाजोखा अभियान भनेर सबै 6 महिनादेखि 5 वर्षसम्मको बच्चाको चाहिँ उनीहरूको हाइट वेट लिने, मुख लिने, उनीहरूको पोषण कस्तो छ अवस्था भनेर पत्ता लगाउने स्क्रिनिङ गर्ने अहिले क्याम्पेन चलिरहेको छ। र मन्थली त्यो उहाँहरूलाई चाहिँ जस्तै विभिन्न क्याम्पेन जस्तै भिटामिनको एल्बेन्डाजोलको क्याम्पेन छ, विद्यालयको किशोरीहरूलाई आइएफए खुवाउने पोषण कार्यक्रमहरू छन् होइन। जस्तै हाम्रोमा बेनीघाट रुवाङ गाउँपालिकामा उहाँहरूले न्युट्रिसन रिहेबिलिटेसन सेन्टरै भनेर खोल्नु भएको छ। पालिका लेभलमा OTC सेन्टर भन्छ त्यसलाई होइन। OTC सेन्टरहरूमा चाहिँ आयुर्वेद उपचार गर्ने कुरा त्यो चाहिँ हाम्रो सिस्टमबाट भइ नै रहेका छन्। अब अलि यसमा चाहिँ मैले जोड्नु पर्ने कुरा के छ भने गजुरी गाउँपालिकाको उपल्लो भेग, गल्सीको केही भेग र बेनीघाट रुवाङको केही भाग, धेरै जसो भाग त्यहाँ चाहिँ जहाँ चाहिँ चेपाङ समुदायको बसोबास बढी छ, त्यहाँ चाहिँ के भन्छ तपाईँको उहाँहरूको जन्मदर बढी छ, बच्चाहरू अलिक धेरै जन्माउनु रहेछ। त्यसले गर्दा चाहिँ धेरै हामीलाई पोषणको समस्या चाहिँ त्यो पालिकामा अलिक बढी हामीले फिल गरेका छौँ। उहाँहरू चाहिँ कुपोषित हुने बच्चाहरू चाहिँ हुनुहुन्छ भने केही बजार एरिया जस्तै नीलकण्ठ बजार भयो, दुनीबेसी बजार भयो होइन, गजुरी बजार एरियाका बच्चाहरूमा फेरि सानै बच्चाहरू पनि फेरि ओभर न्युट्रिसन भएर होइन तपाईँको चाहिँ फेरि सानो उमेरमा बच्चाहरूमा मोटोपना भएको त्यो एकैचोटि ट्रिपल बर्डनमा हामी न्युट्रिसन पोषणमा त्यस्तो अवस्था छ। दार्जिलिङ पोषण कार्यक्रमहरू चाहिँ हेल्थ पोस्ट लेभलदेखि FCSB अथवा महिला स्वास्थ्य सामुदायिक स्वयंसेविकादेखि हाम्रो हेल्थ पोस्ट लेभल जिल्ला अस्पतालसम्म हाम्रो ITC सेन्टर यो होइन। यसमा चाहिँ विद्यार्थीहरू भर्ना गरेर हामी उपचार गर्न सक्ने गरी व्यवस्थापन भएको छ।
यहाँले जुन यो स्वास्थ्यको विषयहरूमा चाहिँ जुन कुराहरू जोड्नुभयो, हुन त संहिता अनुसार नै यो कार्यालयले सर्वप्रथम त के काम गर्छ भन्ने कुरा कतिपय नागरिकले अहिलेसम्म पनि चेत नभएको अवस्था रहेछ। हजुर, गाउँघरमा कतिपय जनस्वास्थ्य कार्यालय मार्फत नै औषधिहरू भन्ने पनि रहेछ। हजुर, पालिकामा खरिद त्यहीँबाट नै खरिद ऐन अनुसार उहाँहरूले गरिराख्नु भएको छ। अब यहाँबाट चाहिँ हुने कार्यक्रमहरूमध्ये कतिपय यो सचेतनमूलक कार्यक्रमहरू पनि सञ्चालन धेरै गर्नुहुन्छ यहाँ। हजुर, यो सर्व र नसर्ने रोगहरूको चाहिँ कस्तो कस्तो कार्यक्रमहरू गर्नुभयो यस वर्ष, त्यसबाट नागरिकमा कस्तो इम्प्याक्ट परेको देख्नुभयो यहाँले? हामीलाई कस्तो भने नसर्ने रोगमा अब अहिले 100मा 71 जना मान्छे चाहिँ प्रिम्याच्योर भन्छ त्यसलाई, उमेर नपुग्दै नसर्ने रोगबाट मर्छन् नेपालमा होइन। त्यो धादिङ जिल्लामा पनि त्यही नै अवस्था छ भन्ने हाम्रो बुझाइ हो। अब हाम्रो बागमती प्रदेश सरकारले केही स्पेशल विशेष कार्यक्रमहरू नसर्ने रोगबाट गर्न खोजिरहेको छ। जस्तै मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम भनेर गरेको छ। भनेको हाम्रा 40-42 वटा हेल्थ फेसिलिटीहरूबाट प्रत्येक महिनाको एक दिन निःशुल्क रूपमा नसर्नुको स्क्रिनिङ हुन्छ होइन। अनि उहाँहरूले चाहिँ नसर्नुको स्क्रिनिङ गर्नुहुन्छ हेल्थ फेसिलिटी लेभलमा, त्यो चाहिँ निःशुल्क हुन्छ भने हाम्रो धादिङ अस्पतालमा पनि त्यो सर्भिस छ। अनि कम्युनिटी लेभलमा जस्तै अहिले पनि हाम्रो मेरो प्रतिबद्धता मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने खालको क्याम्पेनहरू हामीले केही हेल्थ फेसिलिटीहरूमा कम्युनिटीका मान्छेहरूलाई जम्मा गरेका छौँ। अब नसर्नुको 1 महिनाको अभियान जो स्क्रिनिङ अभियान थियो त्यति बेला पनि हाम्रा स्वास्थ्य संस्थाहरूमा पालिकाका सबै धेरैजसो स्वास्थ्य संस्थाहरूले स्क्रिनिङ पनि गर्नुभयो समुदायका मान्छेको भने सेम समयमा उहाँहरूले सोही समयमा अवेरनेसका कुराहरू चेतना फैलाउने कुराहरू होइन नसर्नुबाट कसरी बच्न सकिन्छ कुन आहार विहार खानपिन जीवनशैलीका कुराहरू चाहिँ त्यहाँ उहाँहरूले शिक्षित गर्ने कुराहरू गर्नु भएको छ होइन। यसरी चाहिँ नसर्नुको क्याम्पेनको रूपमा अब हामीले जिल्लाको स्टेक होल्डरहरूसँग समन्वय प्रमुखहरूसँग अरू कार्यालयका प्रमुखहरूसँग स्टेक होल्डर मेयरहरूसँग एडभोकेसी गर्ने मेयरहरूलाई चाहिँ नसर्ने रोगमा बजेट एलोकेसन गर्नको लागि होइन नसर्ने रोगमा औषधिहरूको उपलब्धता बढाउनको लागि चाहिँ हामी लबिङ गर्ने कामहरू गरिरहेका छौँ। त्यसको केही प्रतिफलहरू पनि देखिन थालेका छ। अहिले हामी चाहिँ पछिल्लो समय पोलिसी इन्टरभेन्सनमा अब मेयरहरूसँग कुरा गरिरहेका छौँ होइन। जस्तै श्रुतिजन्य पदार्थ मुक्त पालिका घोषणा गर्नु पर्यो, रक्सीजन्य पालिका मुक्त घोषणा गर्नु पर्यो होइन, विषादी लेस इफेक्ट भएको विषादी प्रयोग गर्ने पालिकाको रूपमा आउनु, यसरी चाहिँ हामी इन्टरभेन्सनको रूपमा जस्तै जङ्क फुड निषेध पालिका होइन यसरी गरेका छौँ। अनि अर्को इम्पोर्टेन्ट कुरा चाहिँ नसर्ने रोगमा हाम्रो विद्यालय नर्सहरूले पनि काम गरिरहनु भएको छ। हाम्रा धादिङमा अराउन्ड 81 जना विद्यालय नर्स हुनु पर्थ्यो, अहिले चाहिँ उहाँ रिक्रुट भएर 40-42 जना जतिले हामी काम गरिरहनु भएको छ। उहाँहरूले पनि विद्यालय लेभलमा नसर्ने रोग सर्ने रोगबाट बच्नको लागि चाहिँ विद्यार्थीहरू मार्फत चाहिँ अवेरनेस गर्ने कुराहरू उहाँहरूले एजुकेट गर्ने मोटिभेट गर्ने उहाँहरू स्क्रिनिङ गर्ने कुराहरू चाहिँ विद्यालय नर्सले गर्नुभएको छ। भने सरुवा रोगको हकमा हाम्रोमा अहिले पछिल्लो समयमा अब स्क्लेरोटाइफस केसहरू बढेर गएको छ होइन। केही पालिकाहरूमा जस्तै ज्वालामुखी नीलकण्ठ लगायत पालिकाहरूमा सिद्धलेक जस्तो पालिका अलि बढी स्क्लेरोटाइफस केस बढेर गएको छ। अनि अब लास्ट इयर अलि पहिला चाहिँ जस्तै बेनीघाटवाङहरूमा डग बाइटका केसहरू थियो होइन, डग बाइटका केसहरू थियो, रेबिजको केसहरू थियो भने अब अहिले चाहिँ अब सिजन सुरु हुँदैछ। अब डेङ्गुको केसहरू हामी हेरिरहेछौँ होइन, डेङ्गु केसहरू बढ्छ, अब बढ्ने सिजन जाँदैछ। अब बर्खा लाग्न थालेपछि होइन डायरियल केसहरू पनि बढ्न सक्ने हुन्छ। सरुवा रोगको अवस्था चाहिँ हाम्रोमा मलेरिया कालाजार मलेरियाको एउटा केस यो वर्ष देखियो, कालाजारको केसहरू त्यो लेभलमा छैन। अब सरुवा रोगमा चाहिँ अरू आउटब्रेकहरू चाहिँ हामीले यो वर्ष महसुस गरेका छैनौँ। अहिले आउटब्रेककै लेभलमा तत्काल रेस्पोन्स गर्ने लेभलमा चाहिँ हामीले महसुस गरेका छैनौँ। यहाँले अब यस कार्य मार्फत चाहिँ अब विभिन्न ट्रेनिङहरू पनि जुन क्षमता वृद्धिको स्वास्थ्य कर्मीहरूको लागि ट्रेनिङहरू, स्वास्थ्य स्वयंसेविकाहरूको लागि ट्रेनिङहरू पनि प्रदान गर्नुहुन्छ। यसमा चाहिँ अब कतिपय ठाउँमा कस्तो पनि गुनासो आउन थालेछ भन्दाखेरि पालिकाहरूको कर्मचारी मार्फत पहुँचको आधारमा चाहिँ ट्रेनिङ लिन जाने गरेको हामीले पायौँ भन्ने पनि हुन्छ। यहाँहरूले चाहिँ तालिम लिनको लागि कसरी सहजीकरण गर्नुहुन्छ पालिकाहरूसँग चाहिँ, अनि के कस्तो विषयहरूमा चाहिँ तालिम दिनुभयो यस वर्ष त्यो पनि जोडिदिनुहोस्। यस्तो हुन्छ तपाईँ पहिला हामीले तालिम दिने भनेको स्वास्थ्य कर्मीहरूलाई अघि नै भने हाम्रो यो कार्यालयको एउटा टिओआर हो, एउटा मेन काम हो स्वास्थ्य कर्मी स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने भनेको स्वास्थ्य कर्मीहरूको पनि क्षमता। हाम्रो स्वास्थ्य कस्तो हुन्छ भने यो स्वास्थ्य विषय नै यस्तो हो कि नयाँ नयाँ अपडेटहरू आइ नै रह हुन्छ कि नयाँ नयाँ इस्युहरू नयाँ नयाँ तपाईँको गाइडलाइनहरू नयाँ नयाँ प्रोटोकलहरू बनि नै रह हुन्छ। त्यो कुरा चाहिँ स्वास्थ्य कर्मी हामी सिकाउन सकिएन भने हिजो गरेको कुरा आज आउटडेट भएको हुन्छ, त्यो सिकाउन सकिएन भने उहाँहरूले इफेक्टिभली काम गर्न सक्नुहुन्न। त्यही भएर तालिम ओरिएन्टेसन जस्ता कुराहरू हामीले पनि लगातार सञ्चालन गरिरहेछौँ, पालिका लेभलमा पनि गरि नै रहनु भएको छ होइन। अहिले हामीले अब यो वर्ष आज मात्रै पनि हामीले स्वास्थ्य कर्मी यहाँ 30-32 जना स्वास्थ्य कर्मी तलब हलमा हुनुहुन्छ। उहाँहरू बेसिक हेल्थ सर्भिस स्थानीय तहले दिने बेसिक हेल्थ सर्भिसमा स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल भनेको चाहिँ राज्यले
स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल बनाइदिएको छ। त्यो ट्रिटमेन्ट प्रोटोकलको बारेमा हामी ओरिएन्टेसन गरिरहेको छौँ, उहाँलाई अभिमुखीकरण गरिरहेको छौँ होइन। अब कुन रोगमा कसरी जाने, कुन रोगमा कसरी जाने, कुन रोगमा कसरी जाने भनेर चाहिँ ओरिएन्टेसन यस्तो यस्तो खालको उहाँहरूलाई स्वास्थ्य कर्मीहरूलाई उहाँहरूको इथिक्स के हो भन्ने कुरा चाहिँ यस इक्जाम्पल दिएँ मैले अहिलेको। अब जस्तै हामी तथ्याङ्क म्यानेजमेन्टको तालिमहरू दिन्छौँ, कसरी हाम्रा जुन तथ्याङ्कहरू राम्रोसँग राख्ने, त्यसलाई क्वालिटी मेन्टेन कसरी गर्ने, धेरै धेरै खालका तालिमहरू हामीलाई कार्यक्रम भयो। पोषणको जस्तै अलि दिनपछि हामी पोषणको तपाईँको ब्रेस्ट फिडिङको स्वास्थ्य कर्मीहरूलाई तालिम दिन्छौँ। यस्तो तालिम चाहिँ हाम्रो कार्यक्रम भयो। खोपको थुप्रै स्वास्थ्य कर्मीले खोप कसरी लगाउने भनेर खोपको तालिम दियौँ होइन। यसरी तालिमहरू चाहिँ हामी लगातार नै गरिरहेको हुन्छौँ। त्यो हाम्रो टिआर भित्रै भयो। अब स्वास्थ्य कर्मीको छनौटको विषय चाहिँ दुईटा छ हेर्नु। पहिले एउटा कुरा चाहिँ हामी जस्तै रिभ्यूहरू गरेर हुन्छौँ, वार्षिक रूपमा विभिन्न कार्यक्रम रिभ्यू हुन्छ। रिभ्यू हुँदाखेरि यो स्वास्थ्य संस्थामा यो तालिम प्राप्त स्वास्थ्य कर्मी नभएर यो सेवा ल्याकिङ रहेछ भन्ने हामीले थाहा पाएको कुरा चाहिँ हामीले पालिकालाई तालिममा पठाउँदाखेरि तपाईँले यो स्वास्थ्य संस्थालाई पठाइदिनु है भनेर भन्छौँ होइन। व्यक्तिको विषयमा चाहिँ हामी प्रवेश गर्दैनौँ, स्वास्थ्य संस्था चाहिँ हामी प्रवेश गर्छौँ। किनभने सङ्घीयता सब ख्याल गर्नुपर्छ। म बोलिरहँदा नि मैले सङ्घीयता ख्याल गर्नुपर्छ। व्यक्ति छनौट गर्ने अधिकार चाहिँ हामीमा छैन अहिले। तर हामी संस्थामा कुनै एउटा संस्थामा बर्थिङ सेन्टर छ, त्यहाँ चाहिँ एसबिए तालिम नभएको मान्छे कोही एनएम हुनुहुन्छ, उहाँले सर्भिस दिइरहनु भएको छ भने अब एसबिए को तालिम प्रदेश तालिम केन्द्रले एउटा तिम्रो जिल्लाबाट एसबिए को तालिमलाई पठाइदियो भने हामीलाई पठाउनु भयो भने चाहिँ हामी त्यो ठाउँमा ल यो स्वास्थ्य संस्थाको मान्छे पठाउनुपर्छ है, त्यहाँ चाहिँ ल्याक्ने छ भनेर पठाउँछौँ। र जेनरली चाहिँ हामी सपोज कुनै एउटा पालिकामा तपाईँबाट आवश्यक भएका 2 जना स्वास्थ्य कर्मी तालिममा पठाइदिनु भनेर लेखेर पठाउँछौँ। उहाँहरूले नै पालिकाले नै आफ्नो पालिकाभित्र कसलाई चाहिँ बढी आवश्यक छ, कुन हेल्थ पोस्टलाई आवश्यक छ, त्यो हेल्थ पोस्ट अथवा हेल्थ स्वास्थ्य संस्थाको कुन चाहिँ स्वास्थ्य कर्मीलाई बढी आवश्यक छ त्यो छानेर उहाँहरूले प्रायोरिटी दिएर त्यसरी पठाउने गर्नुहुन्छ। त्यसरी नै हामीले गर्ने गरेका छौँ। हुन्छ, हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि छौँ। जनस्वास्थ्य कार्यालय धादिङबाट यहाँले जुन प्रस्ताइसक्नु भएको छ, यस कार्यालयबाट के कस्तो कार्यक्रम गरिराख्नु भएको छ, कसरी सञ्चालन हुन्छ भन्ने कुराहरू पनि अन्त्यमा अहिलेको यो स्वास्थ्य क्षेत्रमा देखिएका मुख्य कमजोरीहरू र आगामी दिनमा यसको सुधारको लागि राज्यको तर्फबाट वा नागरिकको तर्फबाट, सरकारवालाको तर्फबाट कस्तो कुराहरू चाहिँ बनाउनु पर्ला, योजनाहरू तपाईँको धारणा यस विषयमा? यसमा अब हामीले पहिला कुरा चाहिँ अब रोगको डिजिज प्याटर्न सँगसँगै अब कार्यक्रमहरू चाहिन्छ। जस्तै हामीले अब 71% मान्छे अहिले नसालु रोगबाट मरिरहनु भएको छ होइन। अब हाम्रो लगानी सङ्घीय सरकार लगानी होस्, प्रदेश सरकारको लगानी होस्, स्थानीय सरकारको लगानी होस् अथवा स्वयं व्यक्तिको लगानी होस्, अब नसालु रोगबाट बच्नको लागि होइन, नसालु रोगको उपचारमा, नसालु रोगबाट पहिला कुरा बच्नको लागि उपचारमा होइन, पुनर्स्थापनमा त्यहाँ लगाउनु, त्यस्तो खालको कार्यक्रमहरूमा अब जानुपर्छ। अब पालिका लेभलबाट संविधानले नै उहाँहरूलाई कानुन बनाउन पाउने, ऐनहरू बनाउन पाउने सबै अधिकार दिएको भएर केही रेगुलेटरी एप्रोचहरू पालिकाहरू लाउनु भयो भने चाहिँ अलिक ठुलो झड्कामा हामी धादिङ जिल्लामा केही इन्टरभेन्सनहरू ल्याउन सकिन्छ जस्तो लाग्छ होइन। त्यो सँगसँगै हाम्रो कस्तो हुन्छ नि, हामी केही राष्ट्रिय प्रतिबद्धता हुन्छ नेपाल सरकारका, त्यसको लागि सानो सानो काम देख्दाखेरि चाहिँ एकदम त्यो कामै देखिँदैन होइन। अब एउटा मलेरियाको केस तपाईँको कुनै पालिकाको कुनै ठाउँमा देखियो भने त्यसको पछाडि हामी भिड्नुपर्छ, त्यो केस कहाँबाट आयो, यस्तो यस्तो खालको केसहरू पनि गर्ने भयो, त्यो पनि हामी सँगसँगै गर्नुपर्छ। भनेको डबल ट्रिपल टाइपको डिजिजहरू बढेमा छौँ हामी। नसानी रोग छँदैछ, पुरानो जस्तै झाडा पखाला निमोनिया जस्ता रोगहरू पनि हाम्रोमा छँदैछन्, केही भ्याक्टर बर्न डिजिजहरू नयाँ खालका रोगहरू पनि आएका छन् होइन। ती सबैलाई एडजस्ट हुने खालका सङ्घीय सरकारले WHO मापदण्डले के भन्छ भने स्वास्थ्यमा एटलिस्ट 10% ओभरअल बजेटको 10% भन्छ होइन। प्रदेश सरकार, स्थानीय सरकारले त्यही लेभलको बजेटहरू एलोकेसन गर्दै जाने हो भने बल्ल हामीले चाहिँ स्वास्थ्यमा जिल्ला लेभलमा केही जनताले महसुस गर्ने खालका कार्यक्रमहरू ल्याउन सकिन्छ। यसको लागि जस्तै धादिङ अस्पताल जस्ता आधारभूत अस्पतालहरू छन् पालिका, विभिन्न पालिकामा, तिनीहरू सञ्चालन गर्नुपर्ने, रिसोर्सहरू त्यसको म्यानेज गर्नुपर्ने छ। यी गर्न सक्यौँ भने र अल्टिमेटली जनतालाई हामी सुसूचित गर्न सकेर उहाँहरूलाई बिरामी हुनै नदिने खालका इन्टरभेन्सनहरू कार्यक्रमहरू ल्याउन सक्यो भने चाहिँ समग्र स्वास्थ्य सुधार गर्न सकिन्छ भन्ने लाग्छ मलाई। हुन्छ, अन्त्यमा यहाँले अघि जोड्नु भएको थियो मेरो स्वास्थ्य मेरो जिम्मेवारी। हजुर, अत्यन्त यो चाहिँ मलाई गजब लाग्यो। हजुर, यसमा नागरिकले आफू स्वस्थ रहनको लागि आफैले चाहिँ विभिन्न कुराहरू जस्तो व्यक्तिगत सरसफाइदेखि लिएर समाज सुधारको कुराहरू पनि रहन्छ त्यसमा। त्यो कुराहरूलाई कसरी जोड दिनको लागि चाहिँ तपाईँ उत्प्रेरित गर्न चाहनुहुन्छ, उहाँहरूले एउटा स्वास्थ्य सन्देश पनि दिनु? मैले आम नागरिकहरूलाई, अब स्पेसली धादिङवासीको नागरिकले के भन्न चाहन्छु भने हामी मेरो स्वास्थ्य मेरो जिम्मेवारी भनेर यो धेरै पहिलेदेखि सुरु भएको, अहिले चाहिँ यो स्पेसल्ली चाहिँ मुख्य गरी चाहिँ यो नसाने रोगबाट बच्नको लागि केही जिम्मेवारीका कुराहरू गरेका छौँ होइन। नसाने रोग चाहिँ धेरै जसो रोगहरू चाहिँ केही चाहिँ जेनेटिक हुन्छ जस्तो हामी बच्न सकिँदैन, तर धेरै जसो चाहिँ हामीले हाम्रो आहार विहार, खानपिन, जीवनशैली होइन, हाम्रो काम गर्ने शैली सबै कुरा परिवर्तन गर्न सक्यौँ भने चाहिँ बच्न सकिने भएको भएर मेरो स्वास्थ्य
स्वास्थ्य मेरो जिम्मेवारी भनेको आफ्नो स्वास्थ्य नसा रोगबाट बच्नको लागि आफ्नै जिम्मेवारी छ कि भन्ने खालको त्यो सन्देश दिन खोजेको होइन। जस्तै अब नसा रोगको मेजर मुख्य कारक तत्त्वहरू श्रुतिजन्य पदार्थ, रक्सीजन्य पदार्थहरूको सेवनबाट टाढा हुनु पर्यो होइन। आफ्नो के जीवनशैलीलाई परिवर्तन गरेर के भन्छ सक्रिय जीवन बिताउनु पर्यो होइन। आलस्य जीवनबाट मुक्त हुनु पर्यो। के भन्छ आफ्नो स्वास्थ्य बिमा गर्ने, पोषणयुक्त खाना खाने जस्ता कुराहरू चाहिँ यदि व्यक्तिले चाहिँ आफ्नो जिम्मेवारीभित्र सम्झिएर गर्दै गयो भने ऊ चाहिँ अन्ततः नसा रोगबाट बच्न सक्ने ठुलो सम्भावना रहन्छ भन्ने हिसाबले चाहिँ मेरो स्वास्थ्य मेरो जिम्मेवारी हो। म सबैजनालाई चाहिँ त्यो आफ्नो जिम्मेवारी सम्झिएर त्यसमा लागिदिनु हुन अनुरोध गर्न चाहन्छु। हुन्छ, यहाँको यो अमूल्य समय र सन्देशमूलक यहाँको धारणाहरूले नागरिकले पक्कै पनि केही कुरा सिक्ने नै छौँ भन्ने धारणा व्यक्त गर्दै आजको कार्यक्रमबाट हामी बिदा लिन चाहन्छौँ। धन्यवाद, नमस्ते।